आज 2082 सालको माघ 23 गते हाम्रो दमकबाट आएको 22 जनाको टोली अहिले प्रयागराज स्थित रामबाग प्रयागराज भन्ने एउटा टोलमा हामी यो एउटा होटलको नाम अक्षयधाम रहेको छ। यस होटलमा हामी आज राति बास बसियो र यहाँबाट अब हामी वाराणसीतर्फ लाग्दैछौँ। हिजो हामीले प्रयागराज स्थित त्रिवेणी नदीमा नुहाई धुवाईको काम सबै सम्पन्न गरियो र अब हाम्रो टोली यहाँबाट अब बनारसतिर लाग्दैछ। यो साथीहरू अब गाडी चढ्न एकदम धमाधम छ। यो गाडीबाट हामी जाँदैछौँ र अब यहाँ साथीहरू सबै आफ्नो आफ्नो वासस्थानमा बसिसक्नु भएको छ। ल हाम्रो टोली एकदम खुसी साथ के भनेदेखि बसेको छ। अब हाम्रो यात्रा गर्दैछौँ। ल हो साला बस्नु सबै बस्ने एकदम सबै हाँसी खुसी रमाइलोको साथ अब हामी बनारसतर्फ लाग्दैछौँ। बनारसको रमाइलो दृश्यावलोकन गर्दै त्यहाँबाट हामी फेरि अन्यत्र हाम्रा गन्तव्यहरूतिर जानेछौँ। हामी अहिले प्रयागराजबाट बसद्वारा बनारसतिर दौडिरहेका छौँ। अहिले गाडी अगाडि बढिरहेको छ। हामी बनारसको केही नजिकमा आइसकेका छौँ। अब छोटै समयमा हामी बनारस प्रवेश गर्दैछौँ। करिब यहाँबाट जहाँ भिजुअल लिइरहेको छु यहाँबाट करिब 10-12 किलोमिटर बाँकी रहेको छ। सबै ठाउँको नाम त म भन्न सक्दिनँ, मलाई थाहा छैन। तथापि हेर्दा अत्यन्तै सुन्दर रमाइलो र बाटाको वरिपरि बलहरू जुन बनाइएका छन् त्यो बलको आकार हेर्दाखेरि ठ्याक्कै घन्टीभित्र बल जस्तो देखिन्छ। वरिपरि सडकको डिभाइडरको घेरिएको छ। गाडीको घन्टा मञ्च छ। यस्तो अवस्था देखिँदैछ। सबै साथीहरू ठिक ठाउँमा छौँ नि? हो, हामी कहाँ जाँदैछौँ भन्ने थाहा छ? भन्नु है कहाँ जाँदैछौँ? हामी बनारस जाँदैछौँ। अब थोरै दूरीमा आइसकेका छौँ। हाम्रो प्रयागराजबाट सुरु गरिएको यात्रा अब बनारसमा आइपुगेर हाम्रो यो आजको अहिले तत्कालीन गन्तव्य पुरा हुनेछ। कान्छै त्यो भने केही छ? मणि सर एकदम धन्यवाद। हामी तेस्रो दिनको आजको यात्रामा हामी प्रयागराजको दर्शन गरेर प्रयागराजमा गङ्गा जमुना सरस्वतीको सङ्गम स्थलमा हामी गरेर आज बिहानै 8 बजे हामी बनारसतर्फ प्रस्थान गरिरहेको यो दृश्यमा यहाँहरू सबैलाई हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु। ठिक छ। मेरो टोली नेताको केही छ? मेरो टोली नेता निधाएका छन्। ल ठिक छ। हामी अब एकदम बनारस को नजिकमा आइसकेका छौँ। धन्यवाद। होइन कि यो त्यसै एकपल्ट देखाउने मात्र हो क्या। हामी बाबा विश्वनाथ मन्दिरको मूल गेटमा अहिले यहाँ उपस्थित रहेका छौँ। यो मूल गेटबाट भित्र प्रवेश गरिसकेपछि लाइनमा क्रमबद्ध रूपमा अगाडि बढ्दै गइसकेपछि विश्वनाथ मन्दिरको मूल मन्दिरमा हामी पुग्नेछौँ र दर्शन गर्न सकिन्छ। त्यही अनुरूप हामीले मूल मन्दिरमा पुगेर दर्शन गरेर बाहिर निस्किसकेको। यही गेटबाट
देखिएको छ त्यही गेटबाट नै हामीले प्रवेश गरेका हौँ प्रवेश गरिसके पश्चात अब हामी अहिले बाहिर खिचिसक्यो त यसले अनि त लु आइ बाहिर निस्किसकेको छौँ बाहिर देखिएको यो पर देखिएको गेटबाट हामी बाहिर जान्छौँ हामी अहिले गङ्गा नदीको किनारमा आएको छौँ यो बनारस स्थित काल भैरवको साइडबाट निस्किने यो यति नै गङ्गा नदीको यसलाई गणेश घाट भनिन्छ यो गणेश घाट भन्छ यो घाटको नाम यहाँ धेरै जहाजहरू मतलब डुङ्गाहरू एक तले ढुङ्गा दुई तले ढुङ्गा एक ढुङ्गाहरू बाट मानिसहरूलाई मनोरञ्जन गराइने गरिँदो रहेछ यो मनोरञ्जन सशुल्क मनोरञ्जन हो यो यहाँ हेर्नको लागि असाध्यै राम्रो देखिन्छ त्यहाँ पुल छ पुलबाट सायद त्यो पुल ट्रेन चल्ने पुल हो अनि त्यहाँ छेउ मात्रै गएका छैनौँ यो पानीको गाउँ हो गङ्गाभन्दा पानीको गाउँ ग्रामीण क्षेत्र तर यो यतातिर यो गङ्गा नदी आफ्नै गतिमा हेर्दा बगेको देखिँदैन तर मन्द गतिले बगिरहेको छ यस्तो हेर्दाखेरिको यो रमाइलो दृश्य यो बेलुकी पखको दृश्य यो दिशामा गरिरहेका छौँ केही साथीहरू यहाँ आएका छौँ केही साथीहरूको टोली अन्यत्रै गएको छ हामी 10जनाको टोली यहाँ आएर यो बेलुकी साँझ पख अथवा बेलुकी पखको दृश्यलाई गर्न लागिरहेका छौँ कति राम्रो दृश्य देखिएको छ यो दृश्य हेर्नको निम्ति यस्तै दृश्य हेर्नको निम्ति हामी हजारौँ किलोमिटर टाढाबाट यहाँ आएका छौँ यो दृश्यहरू अहिले बेलुकी पखको साह्रै राम्रो सुन्दर दृश्यहरू यहाँ देखिँदो रहेछ र यस्ता सुन्दर दृश्यहरूलाई हामीले अहिले बेलुकी पखको दृश्यलाई भिडियो मार्फत यहाँ कैद गराइरहेका छौँ र अब यो कैद गराउँदै बिस्तारै बिस्तारै अब यहाँबाट हामी बाटो लागेर अन्यत्र जानेछौँ ललिता घाट यसलाई बनारसको गङ्गा नदी किनारको ललिता घाट भन्दो रहेछ यो घाट पनि हामी अवलोकनको लागि यहाँ आइसकेका छौँ र हामीले गणेश घाट घुम्यौँ गणेश घाटबाट मणिकर्णिका घाट हुँदै हुँदै हामी ललिता घाटमा यहाँ आइसकेका छौँ अब यहाँबाट हामी आरती कुन ठाउँमा गर्छ त्यो ठाउँमा जानु लागि डर लागिरहेका छौँ यो गङ्गा नदी किनारको मीर घाट रहेछ त्रिपुर भैरवी घाट त्रिपुर भैरवी घाट हामी भर्खरै यो मीर घाटलाई कटेर अगाडि बढ्यौँ यो हरेक घाट रमणीय हरेक घाटमा त्यत्तिकै डुङ्गाहरू चलिरहेका मान्छेहरू लाइफ ज्याकेटमा रङ्गी बिरङ्गी मान्छेहरू हिँडिरहेका डुङ्गा सवार गरिरहेका मान्छे अनि पैदल त्यत्तिकै हिँडिरहेको पैदलको भिडभाड यो सबै हामी दृश्यावलोकन गरिरहेछौँ यो गङ्गा नदीको किनार एउटा गङ्गा नदीले देखिन्छ करोडौँ मानिसहरूलाई यहाँ रोजगार दिएको छ करोडौँ मान्छेलाई व्यवसाय बनाएको छ करोडौँ मान्छेलाई यहाँ पालेको छ एउटा गङ्गा नदीले त्यतिसम्म गरेको छ यो हेर्दाखेरि एउटा अचम्म लाग्दो यहाँको मान्छेहरू यहाँको मान्छेको चहल पहल यहाँको मान्छेले लिएको आनन्द र यहाँको मान्छेको धर्मप्रतिको आस्था विश्वास अनि खोलाका किनारमा बसेर श्राद्ध गर्ने खोलाको किनारमा बसेर यसरी नुहाइरहेका यसरी श्राद्ध गरिरहेका र यी सबै दृश्यहरू हुँदै हुँदै हामी बाह्रै घाट अहिले आइपुगेका छौँ यो घाट बाह्रै घाट रहेछ यो बाह्रै घाट भने पनि त्यस्तै रमाइलो अचम्मको हेर्दा हेरिरहनु जस्तो छोडेर हिँड्नु जस्तो यहाँको व्यापार व्यवसाय मान्छेहरूको
फल यस्ता यी हरेक दृश्यहरू हेर्दै जहाजहरू र हेर्नुहोस् यी छोरा छोरा जहाजहरू यहाँ विभिन्न फङ्सनहरू सञ्चालन गर्ने अब रात्रिकालीन फङ्सन चल्छ यहाँ डान्सहरू चल्छ डान्स बारहरू चल्छ यो धेरै कुराहरू छ यो सबै कुराको दृश्य अब भ्रमण गर्दै गर्दै हामी अब भानमहल घाटसम्म आइपुग्यो त्यो देखिएको छ यो भानमहल घाट यो घाटको दृश्य अब अनि सबै कुराहरू हेर्दै हेर्दै अब हामी यो आरतीको स्थलतिर जान लागिरहेका छौँ आरती गरिने रमाइलो स्थलतिर लागिरहेका अहिले हामी बनारस स्थित गङ्गा नदीको किनार यो राजेन्द्र प्रसाद घाटमा हामी उपस्थित भएका छौँ यो घाट यहाँ आकर्षक यो आरती पूजाको कार्यक्रम चल्दो रहेछ हरेक दिन हरेक साँझ हरेक बेलुका र त्यो आरती पूजा हेर्नुको निम्ति हामी यहाँ आएका छौँ हाम्रो सबैजना 22 जनाको टिम यहाँ र हामी आरतीको कार्य सुरु भएको छैन यो राजेन्द्र प्रसाद घाट अत्यन्तै रमणीय झिलिमिली र एकदम हेरिरहँ जस्तो र मानिसहरूको अत्यन्तै ठुलो भिडभाड आरती हेर्नको निम्ति त्यस्तो अवस्था रहेछ र यो हामीले आफूले महसुस गर्यौँ हामी धन्य छौँ धन्य हामी यो आरती साँझ पखको आरती सन्ध्याकालीन आरती हेर्न धन्न आएछौँ र यो दृश्य हामीले हेर्न पायौँ यो गङ्गा नदीको किनारको आरती अब केही समयमै सुरु हुन लागिरहेको छ जय गङ्गा जय आरती जय आरती यो अहिले एकदमै आरती सुरु हुने बेलाको अवस्था अब यो मान्छेको एकदमै भिडभाडको अहिले एउटा पिक आवर जस्तो अवस्था रहेको छ यो बेला अब आरती एकदमै सुरु हुन लागि नै रहेको छ यहाँ अहिले भिडियो मार्फत कैद गरिरहेको छु अहिले गङ्गाको आरती सुरु भइसकेको छ आरती बजिरहेको छ लहरै 2, 4, 6, 7वटा आरतीहरू बालिरहेको छन् बलेको छन् र त्यो आरतीको दृश्य अत्यन्तै राम्रो दृश्य देखिन्छ यही हेर्नुको निम्ति मानिसहरू यसरी बराम लागेको छन् अत्यन्तै ठुलो भिडभाड चलिरहेको छ र यो आरती अब केही समय चल्नेछ र केही समय पश्चात आरती समापन हुनेछ जस्तै हाम्रो आरती हेर्ने कार्यलाई यही अब आजको कार्यलाई यही समापन र अब हामी पुनः कोठातिर फर्कँदैछौँ